हेलो साथीहरू, सन्चै हुनुहुन्छ? हजुरहरूले आज के बनाउनु भयो त सब्जीमा? म चाहिँ करेला बनाउँदैछु साथीहरू। करेला चाहिँ मैले पहिल्यै वास गरेर राखिसकेको थिएँ। अनि तेल राखेर तेलमा मेथी फुराएर मैले चाहिँ करेला राखेँ साथीहरू। करेला चाहिँ मेरो आफ्नै बारीको हो। करेला चाहिँ मलाई एकदम मनपर्छ। करेला चाहिँ यतिको फ्राई भइसक्यो साथीहरू। मैले अझै फ्राई गर्नेछु। करेलामा चाहिँ मैले अलि बढी नै तेल राख्ने गर्छु कि, तर मैले पछि त्यो तेल चाहिँ बढी भएको तेल चाहिँ म निकालिदिन्छु साथीहरू। करेला यतिको फ्राई भइसक्यो मेरो। अब मैले यसमा बेसार एड गर्दैछु अनि नुन पनि थोरै राख्नेछु। मैले नुन चाहिँ एकदम कम्ती खान्छु साथीहरू। मलाई करेला एकदम मनपर्छ। आज चाहिँ मैले करेलामा तिलको छोप राखेर बनाउँदैछु साथीहरू। तिलको छोप पनि राखिदिएँ। यो तिल चाहिँ मैले पहिल्यै तिल भुटेर कुटेर राखेको थिएँ। हेर्नुहोस् त कस्तो खाउ देखेको छ नि है, कस्तो मिठो भएको थियो। अनि त्यसमा चाहिँ मैले चुक पनि राखिदिएँ। अब चाहिँ मेरो यो करेला रेडी भयो साथीहरू खानको लागि। एकदम मिठो भएको थियो नि। अनि अब चाहिँ मैले योसँग निकालेर फेरि मैले फर्सीको मुन्टा बनाउँदैछु साथीहरू। यता दाल पनि पाक्दै थियो मेरो। फर्सीको मुन्टा पनि मेरो आफ्नै बारीको साथीहरू। यसमा चाहिँ मैले धेरै मसलाहरू केही राख्दिनँ। सागमा चाहिँ तेल राखेर तेलमा जिरा धनिया मात्रै राखेर अनि नुन मात्र राखेर बनाउँछु साथीहरू। मुन्टा चाहिँ मैले त्यस्तो धेरै मसलाहरू राखेको मन पर्दैन मलाई। सागमा चाहिँ मलाई सिम्पल नै साग मनपर्छ। अनि मेरो यता दाल पनि रेडी भइसक्यो साथीहरू। मेरो साग पनि पाकेर रेडी भइसक्यो। अब चाहिँ म भात पकाउँछु। दाल खनाएर त्यही कुकरमा चाहिँ मैले यता भात पनि बसाइदिएँ। भात बसाइदिएर म चाहिँ फेरि बाहिर कुखुरालाई दाना दिनको लागि गएँ है साथीहरू। मैले थोरै कुखुरा पनि पालेको छु। कुखुरालाई दाना दिन गएको, फेरि बारीमा करेला टिप्ने भएको रहेछ। करेला पनि टिपेर ल्याएँ अनि मैले त्यो करेला चाहिँ काटेर घाममा सुकाइदिएँ साथीहरू। आजलाई यति नै।